हेलो नमस्ते एभ्रिवान हाम्रो जेरियन सपमा चाहिँ रिसेन्टली युआई रिभ्याम्प भएको छ। सो नयाँमा के भइरहेछ पुरानो सबै त्यो मेस कुराहरूलाई चाहिँ हामीले हटाएर नयाँ कुराहरू अझ एकदमै म्यानेज तरिकाले राखेका थियौँ। सो म हजुरहरूलाई वाक अराउन्ड गराउँछु यता। सो फर्स्टमा ड्यासबोर्डको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरको पहिला चाहिँ एकदमै क्लटर थियो होइन, त्यसलाई चाहिँ हामीले मिनिमाइज गराएको छौँ। हजुरले यहाँ प्रोफाइल सपहरू स्विच गर्न मिल्छ, यहाँबाट सर्च गर्न मिल्छ। यदि हजुर म्याक युजर हुनुहुन्छ भने चाहिँ यहीँबाट हजुरले सबै कुरा सर्च गरेर त्यहाँ पुग्न मिल्छ। जस्तै मैले यहाँनिर थिचेँ भने यसरी कस्टम डोमेनमा गएर यसरी पुगिन्छ होइन। यो कुरा बिस्तारै हेरौँला। यहाँ सर्च भइहाल्यो, यो पिओएस मोड भयो। योबाट चाहिँ हजुरले अनलाइन अफलाइन दुइटै ट्र्याक गर्न मिल्छ। अनि नोटिफिकेसनमा चाहिँ अब हजुरको के नोटिफिकेसन छ त्यो सबै कुरा आउने भयो। अनि अर्को भनेर चाहिँ यो लाइट मोडहरू भयो। अनि यहाँ प्रोफाइलहरू एडिट गर्न मिल्ने कुराहरू भयो। सो यो त भयो बेसिक कुरा होइन। अनि यहाँनिर चाहिँ हामीले हजुरको जस्तै यो हिडन छ भने हजुरहरूलाई वेबसाइटमा जानलाई गाह्रो हुन्छ। सो हामीले चाहिँ यहाँबाट पनि दिएका छौँ सो द्याट एकदम सजिलो हुन्छ। अनि यहाँनिर चाहिँ क्विक चेकलिस्टहरू छ जसले गर्दाखेरि चाहिँ हजुरको के काम बाँकी छ भनेर देखिन्छ। सो सबै कुरा एकदमै इजी हुन्छ है त। यसमा चाहिँ हजुरको क्विक इन्साइट पाउनुहुन्छ, सेल्स कति, रेभेन्यू कति, प्रडक्ट कति भनेर। अनि यहाँनिर चाहिँ नोटिफिकेसन आउँछ। सो हजुरले यहाँनिर नोटिस हेर्न पाउनुहुन्छ। अनि यहाँनिर चाहिँ हामीले क्विक लिङ्क्सहरू एड गरेका छौँ। एनालिटिक्सको भयो, कलेक्सन, फिचर्डहरू, यो सबै कुराहरू हजुरले युज गर्न मिल्छ। अनि भ्यू अलमा जानुभयो भने चाहिँ यहाँनिर हामीले म्यानेज गरेर राखेकोमा पुग्नुहुन्छ। सो यहाँ चाहिँ हजुरले नोटिफिकेसन हेर्न मिल्यो, रिसेन्ट अर्डर हेर्न मिल्यो। अनि यहाँनिर चाहिँ हजुरको प्रडक्ट्सहरू के छ सबै कुरा हेर्न मिल्यो। सो यसमा कुरा गरौँ है त। पहिला चाहिँ हाम्रो यहाँनिर एकदमै धेरै कुराहरू थियो। अहिले चाहिँ हजुरको ड्यासबोर्ड भइहाल्यो, अर्डर्स, प्रडक्ट्स, क्याटेगोरिज, कस्टमर, यो वेबसाइट डिजाइनको भयो। अरू कुराहरूलाई चाहिँ हामीले यता मोरभित्र हालेका छौँ। अनि यहाँ प्लगइन्सभित्र चाहिँ हजुरहरूको यो प्लगइन्सहरू हामीले चाहिँ अभाइलेबल गराएका छौँ त्यो भयो। मिडियामा चाहिँ हजुरले साइटमा के युज गर्नु भएको छ, कतिवटा कुरा युज गर्नुभएको छ, इमेजेसहरू अझ फोल्डरहरू अपलोड गर्न पनि मिल्छ। धेरै कुराहरू छ यहाँनिर। अनि यहाँनिर माई रिपोर्ट्स भनेर छ, यहाँ चाहिँ हजुरले इस्युजहरू, नयाँ रिकमेन्डेसनहरू एड गर्न मिल्छ। डिजाइन वेबसाइटमा त मैले भनिहालेँ हजुरहरूलाई। यहीँबाट हजुरहरूले चाहिँ खासमा ड्र्याग एन्ड ड्रप एडिटर एक्सेस गर्न मिल्छ। हजुरले यहाँ एडिट टेम्प्लेटमा थिच्नु भने दुईवटा अप्सन आउँछ, एउटा कोड र भिजुअल एडिटर। सो भिजुअल एडिटर थिच्नुभयो भने चाहिँ यसरी हजुरहरूले सबै कुराहरू आफ्नो हिसाबले कस्टमाइज गर्न मिल्छ। अनि अर्को इन्ट्रेस्टिङ कुरा भने जस्तै हजुरलाई यो थिम ट्राई गर्न मन छ, हजुरले यहाँनिर लाइभ प्रिभ्यू मात्रै थिच्नुभयो भने पनि हजुरको त्यो थिममा प्रिभ्यू देखिन्छ। सो हजुरले अप्लाई गरिराख्नु परेन। सेम सबै थिमको लागि यो सेम नै छ। यसरी हजुरले गर्न मिल्छ। सो यो सबै कुरा ट्राई गर्नलाई चाहिँ जेलियन डट सप भिजिट गर्नु होला है त।